तो चलिए शुरू कर। मिस यो क्वेशन नम्बर 2 ले के भन्न खोजेको बुझाइदिनु न मलाई। के छ क्वेशन भन त? व्हाट इज द मोलिक्युलर फर्मुला अफ वाटर? त्यति पनि थाहा छैन तिमीलाई? वाटरको मोलिक्युलर फर्मुला H2O हुन्छ। H2O H देखि O सम्म लेख्ने हो मिस। हैन के? H त्यसपछि 2 त्यसपछि O। ए सुरुमा H त्यसपछि TWO2 अनि O। हैन के बुद्धु? सुरुमा H त्यसपछि नम्बर वाला 2 त्यसपछि O। ए बुझे मिस बुझे H2O हैन त? अनि H र O चाहिँ क्यापिटल हुन्छ कि स्मल हुन्छ मिस? क्या करूं इसका? क्यापिटल हुन्छ के क्यापिटल? कस्तो केही नजान्ने बच्चा हौ। मिस बच्चा चाहिँ नभन्नु ल, मैले बच्चागिरी गर्न छोडेको धेरै भइसक्यो। क्या बोला तूने? साजने ओइ साजने भन्न राजने तैँले 10 नम्बरको न्युमेरिकल गरिस्? गरेको छैन हौ मैले त। तैँले गरिस्? मैले गरेको भए तँलाई सोध्थे त साले। बात तो सही है। ए के हुँदैछ त्यहाँ? केही भएको छैन मिस। केही भयो भने म तपाईलाई भनिहाल्छु नि। तपाई आरामले बस्नुस् के मिस। म त भन्छु तपाई 2 घण्टासम्म मस्तरी सुत्नुस्। त्यति जेलसम्म हामी हल्ला नगरी गर्छौं। मलाई उल्लु सम्झेको तिमीहरूले? म सुते भने तिमीहरूले के गर्छौ थाहा छैन मलाई। आमा कसम मिस हामी तपाईलाई केही गर्दिनौं। हो तपाई राम्रै हुनुहुन्छ तर मिसलाई गलत नजरले हेर्ने बानी छैन हाम्रो। त्यो भनेको हैन के? म सुते भने तिमीहरू एकअर्काको सारासार गर्छौ भनेको। सारासार गर्नलाई त कसैले लेखेको हुनु पर्यो नि मिस। सबै उस्ता उस्तै छौं, कसको सार्नु खोइ। हो त्यही भएर भनेको जति आउँछ त्यति लेख अनि कपी बुझाएर जाऊ। मलाई त नाम र सिम्बल नम्बर मात्र लेख्न आउँछ मिस, जुन मैले लेखिसके। अब घर जाँदा हुन्छ त्यसो भए?